बुस्टिङ पोस्ट डज नट मिन रनिङ एड्स। 500 तिरेर बुस्ट गर्नुभयो पोस्टलाई अनि भन्नुहुन्छ मेरो एड काम गरिरहेको छैन, रन गरिरहेको छैन। बुस्टिङ डज नट मिन रनिङ एड। बुस्टिङले तपाईँको बिजनेसको एडभर्टिजमेन्ट हुँदैन। जब तपाईँले पोस्टहरू बुस्ट गर्नुहुन्छ, बुस्ट बटनले मेटालाई के भन्छ भने यो पोस्टलाई जोसम्म पुर्याउनु छ पुर्याऊ, जस्ट यतिजना मान्छे टार्गेटेड मान्छेसम्म मात्रै पुर्याइदेऊ भनेर इन्स्ट्रक्सन दिएको हुन्छ। तर एड म्यानेजरले चाहिँ तपाईँहरूले आफै स्पेसिफाई गरेर यति उमेरका व्यक्तिहरू माझ अथवा खाना रुचाउने मान्छेहरूको माझमा अथवा काठमाडौँमा बस्ने बसोबास गर्ने व्यक्तिहरू माझ मात्र यो एड पुर्याइदेऊ भनेर इन्स्ट्रक्सन दिएको हुन्छ। द डिफरेन्स इज ह्युज। मेटा एड ओपन गर्नुहोस्, अवेरनेस होइन ट्राफिक अब्जेक्टिभलाई क्लिक गर्नुहोस्। लोकेसन काठमाडौँ, एजमा तपाईँको आइडियल कस्टमरको एज चुज गर्न सक्नुहुन्छ अनि इन्ट्रेस्टमा डाइनिङ, क्याफेज, फुडहरू अप्सनहरू सेलेक्ट गर्नुहोस्। यति गरिसकेपछि तपाईँले डिफरेन्स आफै थाहा पाउनुहुनेछ। तपाईँको टार्गेटेड कस्टमरसम्म मात्रै यो तपाईँको एड पुगिसकेपछि तपाईँले रिजल्ट एकदमै राम्रो पाउनुहुनेछ। एभ्री टाइम बुस्टिङ चुज नगरेर एड म्यानेजर चुज गर्नुहोला, तपाईँको रिजल्ट 5 टाइम्स बेटर आउनेछ। पैसा उही तर रिजल्ट धेरै फरक। एम्प्टी टु फुल काठमाडौँ। थ्याङ्क यू।